मन नपरेको विषयमा काम गर्नु पर्यो भने बाँच्नुमा पनि दर्द हुन्छ, मन परेको विषयमा काम गर्न पायो भने मर्नुमा पनि खुसी हुन्छ। कति फरक भयो हेर्नुहोस् त। हामी सबै त्यही मान्छेहरू। जुत्ता कहाँ लाउने त भन्दा खुट्टामा हामीले लगाएका छौँ, टाउकोमा। अनि टाउकोमा लाउने के टोपी हामीले कहाँ लगाइरहेका छौँ? खुट्टामा। त्यसकारण खुट्टामा जुत्ता घुसाएर गयो भने त ठाउँमा पुग्ने हो, टोपी घुसाएर जानु पर्यो भने धेरै ठाउँमा लडिन्छ, अनि टोपी पनि ध्वस्त हुन्छ। हामी उल्टो पऱ्यो कि, खुट्टामा लाउने टाउकोमा, टाउकोमा लाउने खुट्टामा। अनि जिन्दगी बाध्दा हेर्दा पनि कस्तो भयो। अब जुत्ता लाएर एकचोटि ऐना हेर्नुहोस् न टाउकोमा। अनि यो तपाईँको डर, यो पीडा, यो समस्या, यो एङ्जाइटी, यो डिप्रेसन कहाँबाट आयो तपाईँलाई? किनकि तपाईँले खुसी भन्ने नै थाहा भएन। खुसी भन्ने नै थाहा भएन। गजबको कुरा, यो तपाईँलाई खुसी पारिराख्ने केमिकल पनि दिमागैमा, दुखी पारिराख्ने केमिकल